हुनेछ भन्ने शुभकामना दिँदै मेरो मन्तव्य यही छ। दिनमा 1000-1200 रुपैयाँ आफ्नो खानाको बाटो। धन्यवाद साहब। सरासरी छैनन्। छन्। शुभकामना दिनुहुने महानुभावहरूलाई अझ छुट्याइदिन आग्रह गर्छौँ। एउटा अहिले 11 छोरी हामीले छोरो अहिले 12 राख्नुपर्ने समय नजिक आउँदैछ। हजुर अब म आफ्नो शुभकामना मन्तव्यका लागि नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष माननीय रञ्जिता श्रेष्ठलाई संक्षिप्त मन्तव्यको निम्ति राम्रो भइकन काम गरिसकिँदैन। हामी विभिन्न ढङ्गले आइरहेको छ र एकछिनपछि तपाईँले यहाँ देख्नुहुनेछ हामी देश बनाउने भगवानको आशीर्वादले हजुरको आशीर्वादले स्वागत पनि गर्नेछौँ। हाम्रा छोड्नु भएन, साथीहरू अर्काको जाई बिजाई गर्नु भएन। हाम्रो 150 मान्य रञ्जिता होइन अरू चाहिँ के बोलौँ। आजको यस केपीबालाई चिन्न सक्दैन। किन चिन्दैन? केपीबा कस्ता नेता? असल नेता कसरी भनेपछि जस्तै एक नेकपा एमाले जस्तै बुढाबुढीलाई खानाको बाटो एमालेले गरेको, अरू कोही सालेले गरेका होइन होला। एमालेलाई टेकेका छैनन्। बुढो नभए पनि देशका बुढा छन्, बुढाको सेवा गरेका। कोही पार्टीले दिएको होइन, एमालेले दियो। हामी खुब भनिदिन्छौँ हो कि होइन? 11औं महाधिवेशनको यो एक मेरो उन्मुक्ति असहायलाई मेरो व्यक्तिगत तर्फबाट अपाङ्गलाई एमालेले गरेको। एमालेका नेता केपी ओलीले देशलाई भड्काउन हाल्यो भन्छ। क्यारे भड्काउन हाल्यो गरेको। यो विषम परिस्थितिमा हामीले केही महिना अगाडि मात्र भोगेको परिस्थितिमा जस्तै शेर्पा घरमा बिहान थन्किएको त्यो थन्क्याउने त्यसले जनतालाई बाँड्नु होइन। आफ्नो घरमा थन्क्याउने चुनावमा उठेपछि लडु पैसा फाल्लो भनेर भागेको त्यो हो कि होइन? एमालेले के भरोसा गर्यो? केपीको केही छोरो छैन, केही बेलो छैन। मलाई आफ्नो मान्छेलाई जागिरमा हाल्यो। के गुन्डा पाल्यो? गुन्डाले काङ्ग्रेस पनि पाल्यो, माओवादी झन् पाल्यो, सबै पार्टी पाल्यो। काङ्ग्रेसले के पालेको छैन, माओवादीले पालेको छैन, राष्ट्रिय प्रधानमन्त्री पार्टीले पालेको छैन। र विशेष गरी नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई स्थापित खेलेको भूमिका र देखाएको नेतृत्व एकदमै प्रशंसनीय। यो कुराको प्रशंसा हामी सबैले गर्नै पर्छ। म विशेष रूपमा पूर्व प्रधानमन्त्री दिमाग खराब गरिदियो मान्छेलाई। ओलीज्यूको राष्ट्रिय केन्द्रित दृढताको खुलेर धनी बनाइदियो। गाउँबाट भगायो नि, उनको गाउँमा 1 लाखको सम्पत्ति थियो। बाहिर पलायन हुँदाखेरि उनले घर लगाएका छन् सुर्खेत रात दिएर। हामी चाहन्छौँ प्रचण्डको भ्रष्टाचार हो कि? गरिबलाई मारेको जलेको जले राष्ट्रिय नायक भन्छ। त्यहाँ पनि नायक अहिले भनेको तपाईँ कोही पनि मानेन। क्या नायक जस्तै हाम्रै ठाउँमा जो धनी छन् नि, ऊ धनीलाई धनी बनाइदियो माओवादी। देशबाट भगायो नि, गाउँबाट भगाए। यी बिस्ताबिस्ती भयो भनेर तिनलाई 10-15 लाख रुपियाँ दिदियो। सहकार्यको ढोका सधैँ खुल्ला रहनेछ, त्यो तर त्यो सहकार्यको भ्रष्टाचारी होइन, समानतामा हुनुपर्छ।
हामी गरिब छलिएको छली एक दल वा नेताको प्रयास हामी पनि राजनीतिक कार्यकर्ता हौँ हामी यसमा जनताको अटुट विश्वास युवाको ऊर्जा किसानको पसिना र मजदुरको श्रम सबै साझा पुँजी सेवा देवा झन्छु हामी सबै मिलेर न्यायपूर्ण ठुल्ठुलो समाज अहिले आमा पैसा सङ्ख्या राख्ने काङ्ग्रेसले के राम्रो गर्यो म काङ्ग्रेस म काङ्ग्रेस अर्को सरबार काङ्ग्रेस यो पछिको म होइन एउटा नयाँ अध्यायको शुभारम्भ गर्न सकोस् यस महाधिवेशनबाट निर्वाचित हुने अध्यक्ष लगायत सम्पूर्ण कम्रेडहरूलाई जलायो नागरिक उन्मुक्ति साँझो साँझो नभए मिडियामा किन हाल्यो बधाई तथा पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु साँझो होइन भने मिडियामा किन हाल्यो सरकारले धन्यवाद माननीय रञ्जिता श्रेष्ठज्यू झुट्टा कुरा कहिले खप्दैन बनाउने सही हो क्या सभाको केन्द्रमा आइपुग्नु भएको छ सबै जेएनजी हात हल्लाएर नेतृत्वलाई अभिवादन गर्न र बाँकी साथीहरूलाई ताली बजाएर उहाँहरूलाई स्वागत गरिदिन आग्रह गर्न चाहन्छु अलिकति ट्राफिक व्यवस्थापन नहुँदा हामी उहाँहरूलाई फ्रन्ट रोमा ल्याउन पाएनौँ 500 साथीहरू तर समृद्ध नेपाल उसले गलत गरेको भए अभियानमा जोडिन चाहनुभएका जेएनजेडहरूलाई हार्दिक स्वागत छ साथीहरू एमाले फस्टाउँछ अब म यो समारोहलाई सम्बोधनका लागि पार्टीका आदरणीय अध्यक्ष के पर्छ कि दुईजना मिलेर प्रधानमन्त्री हुन्छ कमरेड केपी शर्मालाई मञ्चमा निम्ति आउँछु सिङ्गल लडेपछि त्यो ऊ भयो अब दुई तिन पार्टी मिलेर के को मतलब रवि लामिछाने तपाईँको विचार कस्तो नेता रवि लामिछाने हामीलाई थाहा छैन त्यो कहाँ भ्रष्टाचारमा गयो के अरे ऊ के अरे सहकारी गरी मे खायो तपाईँलाई कस्तो लाग्छ नखायो भए जेलमा किन गयो खाएको भए त जेलमा गयो के भन्न चाहनुहुन्छ त्यही त्यति हो मेरो लागि अब मेरो भयो